सन् 1945 मा दोस्रो विश्वयुद्ध सकिएपछि विश्वले महाविनाशलाई यति नजिकबाट कहिल्यै पनि देखेको थिएन। हामी हरेक दिन समाचारमा सुनिरहेका छौं रुसको आणविक चेतावनी, चीनको सैन्य अभ्यास, मध्य पूर्वमा निरन्तर बढ्दै गइरहेको प्रक्सी वारको ज्वाला। के हामीलाई थाहा छ हामी अहिले विश्वयुद्ध 3 को छेउमा उभिएका छौं वा यो केवल एक नयाँ खतरनाक शीत युद्धको सुरुवात मात्र हो? आजको श्रृंखलामा हामी विश्व भू राजनीतिको जटिल जाललाई फुकाउँ र पत्ता लगाउँ। युक्रेनको युद्धले नेटोलाई कसरी फसाउँदैछ, ताइवान स्टेटमा चीन र अमेरिकाको रेड लाइन कहाँ छ र मध्य पूर्वको बारुदको थुप्रोले विश्व व्यापारलाई कसरी ध्वस्त पार्यो भन्ने विषयमा विस्तृत विश्लेषण गर्ने प्रयास गर्नेछौँ। तपाईहरुलाई आजको श्रृंखला कस्तो लाग्छ आफ्नो विचार कमेन्ट बक्समा लेख्न नबिर्सनु होला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै अघि बढौं आजको विषयवस्तुतर्फ। युरोपको मुटु युक्रेनमाथि सन् 2022 को रुसी आक्रमणले युरोपेली सुरक्षा ढाँचालाई पूर्ण रूपमा बदलिदिएको छ। यो केवल रुस र युक्रेनको युद्ध मात्र होइन, यो नेटोको पूर्वी विस्तार र रुसको सुरक्षा चासोको टकराव हो। पश्चिमी शक्तिहरूले युक्रेनलाई गरेको अथाह सैन्य सहयोगले यो द्वन्द्वलाई प्रक्सी वारको स्तरमा पुर्याएको छ, जहाँ प्रत्यक्ष संलग्नता नभए पनि ठूला शक्तिहरू एक अर्का विरुद्ध लडिरहेका छन्। मध्य पूर्वमा इजरायल र प्यालेस्टाइनको दशकौं पुरानो द्वन्द्वले समय समयमा क्षेत्रीय युद्धको रूप लिने गरेको छ। विशेष गरी इरान समर्थित प्रक्सी समूहहरू जस्तै लेबनानमा हिजबुल्लाह, यमनका हुथीको सक्रियताले द्वन्द्वलाई अन्तर्राष्ट्रियकरण गरेको छ। इरानको एक्सिस अफ रेसिस्टेन्स नीतिले अमेरिका र यसका सहयोगीहरूलाई प्रत्यक्ष चुनौती दिइरहेको छ। लाल सागरमा भएको आक्रमणहरूले विश्वव्यापी व्यापार र तेल आपूर्तिलाई नै जोखिममा पारेको छ। आणविक कार्यक्रमहरूको तनावले यस क्षेत्रलाई बोइलिङ पोइन्टमा राखेको छ। एसिया प्रशान्त क्षेत्रमा विशेष गरी चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ र बल प्रयोगको विकल्पलाई अस्वीकार गर्दैन। अमेरिकाको एक चीन नीति प्रतिको अस्पष्टताले स्थितिलाई झन जटिल बनाएको छ। अमेरिका र चीनको सैन्य शक्ति यस क्षेत्रमा आमने सामने छन्। यस क्षेत्रमा भारत, जापान, अस्ट्रेलिया र अमेरिका सम्मिलित क्वाड जस्ता गठबन्धनहरूको उदयले स्पष्ट रूपमा विश्वलाई दुई ध्रुवीय ब्लकहरूमा विभाजन गरिरहेको देखाउँछ। यो तनाव व्यापारिक प्रतिस्पर्धा भन्दा माथि उठेर सैन्य वर्चस्वको लडाईँ बनिसकेको छ। आजको युद्ध मैदान केवल जमिनमा सीमित छैन, साइबर वारफेयर एक अदृश्य र सर्वव्यापी खतरा हो। यसका साथै सूचना युद्ध इन्फर्मेसन वारफेयरले सर्वसाधारणको मनस्थितिलाई प्रभावित गरिरहेको छ। डिसइन्फर्मेसन र प्रोपोगन्डा मार्फत युद्धको औचित्य पुष्टि गर्ने र शत्रु राष्ट्रको मनोबल कमजोर पार्ने प्रयास भइरहेको छ। त्यस्तै आर्थिक हतियारले विश्व युद्धको फ्रन्ट लाइनको काम गरिरहेको छ। रुस, इरान र उत्तर कोरियामाथि लगाइएको आर्थिक प्रतिबन्धहरू यसका ज्वलन्त उदाहरण हुन्। यी प्रतिबन्धहरूले विश्वव्यापी आपूर्ति स्तर, मुद्रास्फीति र ऊर्जा बजारमा प्रत्यक्ष असर पारेका छन्, जसले विश्वका विकासोन्मुख देशहरूमा झनै ठूलो सामाजिक आर्थिक चुनौती ल्याएको छ। यी सबै तनावहरूको जगमा रहेको सबैभन्दा ठूलो खतरा आणविक हतियारको हो। डिटरेन्स सिद्धान्तले ठूलो युद्धलाई रोकेको छ, तर रुस र उत्तर कोरिया जस्ता देशहरूबाट ट्याक्टिकल न्युक्लियर वेपन्स प्रयोग गर्ने धम्कीले आणविक थ्रेसहोल्डलाई खतरनाक रूपमा कम गरेको छ। पहिलो र दोस्रो विश्व युद्धहरू जस्तो खुला सैन्य मोर्चा आजसम्म खुलेको छैन। आजको विश्व धेरै अन्तर सम्बन्धित छ। ठूला शक्तिहरूले आफ्नो द्वन्द्वलाई थ्रेसहोल्ड भन्दा तल राख्न चाहन्छन् ताकि यो नियन्त्रण बाहिर नजाओस्। अहिलेको स्थिति कुनै एक ध्रुवको वर्चस्व नभएको बहुध्रुवीय विश्व व्यवस्था हो। रुस, चीन र अमेरिका लगायतका शक्तिहरू क्षेत्रीय प्रभावका लागि प्रतिस्पर्धा गरिरहेका छन्। यो सबैभन्दा ठूलो चुनौती गलत बुझाइको हो। कुनै पनि एक क्षेत्रमा सानो झडप जस्तै ताइवान स्ट्रेटमा जहाजको ठक्कर वा सीमा विवाद जसले गर्दा हतारमा गरिएका निर्णयहरूले द्वन्द्वलाई अचानक विश्वव्यापी बनाउन सक्छ। हाम्रो लागि सत्य तथ्य बुझ्नु र सचेत रहनु नै सबैभन्दा ठूलो हतियार हो। प्रोपोगन्डा र डरको पछि लाग्नु भन्दा हामीले शान्तिपूर्ण कूटनीतिक समाधानका लागि आह्वान गर्नुपर्छ। विश्वयुद्ध 3 एक सैन्य घटना मात्र नभएर मानवताको सामूहिक असफलता हुनेछ।
ग्लोबल टेन्सनको वास्तविक स्थिति जटिल छ, तर आशाको किरण अझै बाँकी छ। के हो संवाद र कूटनीतिको बाटो? तपाईँ यो विश्वव्यापी तनावको स्थितिलाई कसरी हेर्नुहुन्छ? कृपया आफ्नो बौद्धिक विश्लेषण र विचार कमेन्ट बक्समा राख्न नबिर्सनुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। आउँदा दिनहरूमा यस्तै रहस्यमय तथ्यहरूका साथ फेरि उपस्थित हुनेछौँ। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।